आज जेहेतु लक्ष्मी पूजा सबैलाई हेप्पी लक्ष्मी पूजा र हामीले चाहिँ लक्ष्मी पूजा गर्नको तयारी गरिसकेका छौँ। हेर्न सक्नुहुन्छ भगवान राखिसक्यौँ, डेकोरेसन पनि भइसक्यो। त्यहाँबाट स्पेसली मेरो छोरी पनि भिडियो कलमा आइसकेकी छिन् र मेरो छोरीको इङ्ग्राजी तारिक मात्रै चाहिँ हिजो 19 अक्टोबर बर्थडे थियो र छोरीको एक दिनको डिफरेन्स भयो। आज लक्ष्मी पूजाको दिनमै मेरो छोरी जन्मेकी छिन् र आज मेरो छोरी 9 वर्ष भइन्। आज 9 वर्ष पुरा पुगिन् र उहाँलाई भिडियो कल गरेर, किनभने हामीहरू आउट अफ स्टेट बेङ्गलोरमा छौँ र बहिनी चाहिँ वहीँ घरमै छिन्, वहीँ होस्टेलमा बसेर पढ्छिन्। मेरो छोरी अहिले चाहिँ पूजा छुट्टीको लागि घरमा आएकी छिन् र छोरीलाई पनि भिडियो कल गरेर छोरीलाई पनि याद गर्दैछु र छोरीलाई हेप्पी बर्थडे छ बेटा, आज लक्ष्मी पूजा। लु भन बेटा, के भन्नु छ? नमस्ते, मेरो नाम अस्तिया छेत्री, मेरो बाबाको नाम पङ्कज छेत्री, मेरो मम्मीको नाम सविता छेत्री। हेप्पी बर्थडे। आज नि बर्थडे हजुर, मेरो बर्थडे चाहिँ हिजो थियो। मम्मी योपालि आउनु पाउनु भएन, अर्को आउनु जाने। योपालि हाम्रो दसैँ पनि बनाउने भएन, यो अर्को पालि चाहिँ दसैँ बनाउने भन्नुहुँदैछ। योपालि अब बाबा मम्मी दुईजना इङ्ग्ल्यान्डमा छन्, म पढाइ गर्छु, मम्मी बाबा पैसा पठाइदिन्छ अनि अहिले चाहिँ म घर आएकी छु। ओके, थ्याङ्क यू बेटा, बहुत बहुत धन्यवाद छोरी, बहुत बहुत धन्यवाद छ छोरी। तिम्रो सपोर्टले गर्दाखेरि आज हामीहरू यहाँ तिम्रो मम्मी र बाबा हामीहरू यहाँ छौँ। तिम्रो सपोर्टले गर्दाखेरि बहुत बहुत धन्यवाद बेटी, बहुत बहुत धन्यवाद। तिमीलाई धेरै धेरै शुभकामना छ। आज जन्मदिनको पनि शुभकामना छ। आज एक्चुअली तिथि मात्रै र आजको जन्मदिन चाहिँ तिम्रो हो। धेरै धेरै धन्यवाद छ बेटीलाई र बधाई छ। अरू राम्ररी पढ्नु बाबु, जेहेतु तिमीले योपालि उसमा राम्रो मार्क पनि ल्याएको छौ, बहुत खुसी छु। अरू भगवानले, लक्ष्मी माताले तिमीलाई सधैँभरि आशीर्वाद दिउन् र हामीहरूको पनि आशीर्वाद छ। हे बहिनी, धन्यवाद।